बालेनको चमत्कारले काठमाडौँ चम्कियो, विरोधीको मुखै बन्द। दर्शकबिन, यति बेला काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाह आएपछि धेरै परिवर्तनहरू भइरहेका छन्। मेयर बालेन शाह काठमाडौँका मेयर बनेपछि काठमाडौँले काँचुली नै फेरिरहेको छ भनेर भन्दा फरकै पर्दैन। तपाईँ केही समय अगाडि काठमाडौँ आउनु भएको थियो र अब फेरि काठमाडौँ जाँदै हुनुहुन्छ भने पक्कै पनि तपाईँले पहिलाको काठमाडौँ पाउनुहुने छैन। अब काठमाडौँमा परिवर्तनहरू देख्न पाइन्छ। केही समय अगाडि काठमाडौँ महानगरपालिकामा धुलो र धुवाँले हिँड्न निकै मुस्किल पर्थ्यो। मास्क बेगर हिँड्न नै सकिँदैन थियो। तर यति बेला काठमाडौँका कुनै पनि ठाउँमा मास्क बेगर नै हिँड्न सकिन्छ। यही त हो नि मेयर बालेन शाहले गरेको परिवर्तन र हामीले देखेको परिवर्तन पनि यही हो। मेयर बालेन शाह काठमाडौँ महानगरपालिकाका मेयर बनेपछि धेरै परिवर्तनहरू भइरहेका छन्, जसमा आज हामी केही परिवर्तनको बारेमा कुराकानी गर्न गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै यो भिडियो तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। विद्यालयहरूमा कक्षा 1 देखि कक्षा 8 सम्म स्थानीय विषय नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठन पाठन भइरहेको छ। वडा स्तरीय सामुदायिक सिकाइ केन्द्र मार्फत अनौपचारिक शिक्षा र सिप विकास प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालयहरूमा सिकाइको नवीन अवधारणा बुक फ्री फ्राइडे सञ्चालनमा ल्याइएको छ। त्यस अन्तर्गत 80 प्रकारका सिपमूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। एक्स्ट्रा करिकुलम एक्टिभिटिज ECA प्रवर्धन जस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको छ। महानगरपालिकाको पहलमा 12,970 जना विद्यार्थीहरूलाई संस्थागत विद्यालयमा छात्रवृत्ति प्रदान गरिएको छ। हालसम्म 465 भन्दा बढी संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गरेको विवरण प्राप्त भइसकेको छ भने अन्य विद्यालयबाट विवरण प्राप्त हुने क्रम जारी रहेको छ। शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन कार्यविधि जारी गरी सबै वडा कार्यालयमा चिकित्सक सहितको स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न आवश्यक पूर्वाधार विकासको कार्य गरिएको छ। विपन्न नागरिकका लागि सबै अस्पतालले प्रदान गर्नुपर्ने निःशुल्क बेड सुविधा सहितको स्वास्थ्य सेवाका लागि महानगरपालिका क्षेत्रभित्रका अस्पतालसँग समन्वय गरी कार्य थालनी गरिएको छ। काठमाडौँ उपत्यकाभित्र चालु आर्थिक वर्षको हालसम्म 9,176 जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ भने विभिन्न ठाउँमा एम्बुलेन्सहरू प्रदान गर्ने काम मेयर बालेन शाहले गरिरहेका छन्। इलेक्ट्रोनिक लजिस्टिक म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमलाई स्वास्थ्य सेवासँग आबद्ध गरिएको छ भने इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ सिस्टम समेतको डिजिटल प्रणालीको स्वास्थ्य सेवासँग आबद्धताको सुरुवात गरिएको छ। आफ्नो भवन नभएका वडा नम्बर 2, 6, 12 र 31 नम्बर वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भई नयाँ भवनबाट सेवा सञ्चालन भइरहेको छ। आर्थिक वर्षमा 123 रोपनी सार्वजनिक जग्गाको संरक्षण, 25 वटा नयाँ पार्कको निर्माण, 1700 वटा स्मार्ट सडक बत्ती जडान, 42 किलोमिटर सडक कालोपत्रे, 7 किलोमिटर नयाँ ढल निर्माण, 1500 मिटर फुटपाथ निर्माण, सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासको कार्य सम्पन्न भइसकेका छन्। पैदल यात्रीको सहज आवागमनको लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको छ। नेपाल सरकार तथा विभिन्न संस्थाको सहकार्यमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबल, टेलिभिजन, इन्टरनेट लगायतका 30 ट्रक तार हटाएर व्यवस्थित गरिएको छ। निजी क्षेत्रसँगको सहकार्यमा निजी शौचालयलाई सार्वजनिक प्रयोजनको लागि पहुँच वृद्धिका लागि सुरुवात गरिसकिएको छ। नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। अमृत सम्पदाको संरक्षण र प्रवर्धनमा महानगरपालिकाको योगदानलाई निरन्तरता दिएको छ। जीवित कुमारी, भैरव, गणेशको संरक्षणको कार्यक्रम तथा परम्परादेखि सञ्चालनमा रहेका जात्रा, पर्व, गुठी, गुरु तथा वज्रगुरु सम्मान कार्यक्रम निरन्तर सञ्चालन गरिएको छ। सूचना प्रविधि मैत्री सेवा प्रवाह गर्ने, ढुङ्गेधाराको पुनर्जीवनको लागि कार्य गर्ने, जमिनमुनिको पानीको पुनर्भरण सम्बन्धी अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न समझदारी गरिसकेको छ भने यतिखेर काम भइरहेको छ। सूचना प्रविधि मैत्री सेवा प्रवाह गर्न, ढुङ्गेधाराहरूको पुनर्जीवनका लागि कार्य गर्न र जमिनमुनिको पानीको पुनर्भरणका लागि अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने समझदारी भइसकेको छ। नदी नालामाथि अतिक्रमण गरी बनाइएका अनाधिकृत भवन संरचना हटाई नदीको बहाव क्षेत्र र दायाँ बायाँको सार्वजनिक क्षेत्र संरक्षण गर्नुका साथै नदी करिडोरको विकासमा अग्रसरता लिएको छ।
महानगरको थुप्रै स्थानमा अनाधिकृत रूपमा अतिक्रमण गरी निर्मित भवन संरक्षण हटाइएको छ र हटाउने क्रम निरन्तर जारी छ। टुकुचा खोलाको बहाव क्षेत्रलाई खुल्ला गर्न भएको प्रयासबाट नदीको खुल्ला हुन पाउने स्वाभाविक प्राकृतिक र कानुनी अधिकार स्थापित भएको छ। सामखुसी खोला अतिक्रमण गरी बनेका अनाधिकृत संरचना हटाउने कार्य सञ्चालन भइरहेको छ। काठमाडौँ महानगरपालिकाका स्वीकृत कार्यक्रमको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको र कार्ययोजनाको प्रगतिका सम्बन्धमा सिनियर म्यानेजमेन्ट टिम मिटिङको अभ्यास गर्दैछ। महानगरवासीको गुनासोको तत्काल समाधान गर्न कल सेन्टरलाई निरन्तरता दिएको छ। हालसम्म 30,407 जनाले टेलिफोन मार्फत कल गरी 1,970 जनाले गुनासो टिपाएकोमा 1,652 जनाको गुनासो सम्बोधन भएको र 1,258 जनाको गुनासो सम्बोधन हुने क्रममा रहेको छ। महानगरपालिकाको केन्द्र तथा वडा तहमा सार्वजनिक सुनवाई गरी सेवाग्राहीबाट प्राप्त हुने सुझाव तथा गुनासो व्यवस्थापन गरिएको छ। लोकसेवा आयोग तथा सुरक्षा निकायहरूको वैकल्पिक सूचीमा रहेको इन्जिनियर र प्रहरीलाई करार सेवामा नियुक्त गरी योग्यता प्रणालीलाई प्रोत्साहित गरिएको छ। सार्वजनिक खरिद नियमावली 2079 जारी गरी सार्वजनिक खरिद प्रक्रियालाई विभाग र वडा तहसम्म विकेन्द्रित गरिएको थियो। काठमाडौँ महानगरपालिका नेपाल ल क्याम्पस बीचको सहकार्यमा महानगरपालिकाबाट प्रभाव हुने सेवामा कानुनी सेवा सेवाग्राहीको संलग्नता पहुँच वृद्धिका लागि इच्छुक सेवाग्राहीलाई समन्वय कानुनी परामर्श सेवा कानुनी लिखितहरूको मस्यौदा निशुल्क दिने व्यवस्था वडा तहसम्म मिलाइएको थियो। कर तथा गैर कर राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालित गरिसकिएको छ। बाह्य विज्ञापन नियमन निर्देशिका जारी गरी बाह्य विज्ञापनलाई प्रतिस्पर्धी पारदर्शी र व्यवस्थित गर्ने प्रवर्धन गरिएको छ। राजस्व सङ्कलनलाई सहरीकरण गर्न अनलाइन प्रणाली प्रयोगमा ल्याई कार्यान्वयनको लागि वडा स्तरमा अधिकार प्रयोजन गरिएको थियो। करदाता शिक्षालाई व्यापकता दिएको घरवाला व्यवस्था निर्देशिका जारी गरी बहालमा लिने दिने कार्यलाई नियमित र व्यवस्थित गरिएको थियो। महानगरपालिका क्षेत्रभित्र आवासीय प्रयोजनका लागि निर्माण भएका बहुतले भवन अपार्टमेन्ट प्रयोग गर्न करदाताबाट लिने सम्पत्ति करमा पुनरावलोकन गरिएको थियो। करदाताले प्रत्यक्ष सम्पर्क गरी कुनै जानकारी लिन वा गुनासो गर्नका लागि करदाता सहायता कक्ष सञ्चालन गरिएको छ। यसबाट दैनिक 50 जना भन्दा बढी करदातालाई प्रत्यक्ष तथा टेलिफोन मार्फत कर सम्बन्धी जिज्ञासामा जानकारी दिने गरिएको छ। सबै वडा कार्यालयमा स्थापना भई सञ्चालनमा रहेको मेलमिलाप केन्द्रलाई स्तर उन्नति गरी सबै विवाद दर्ता गर्न विपक्षी झिक्याउने प्रतिद्वारा स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्ने मेलमिलाप प्रक्रिया सम्पादन गर्ने आदि कार्य वडा तहबाट हुने प्रवर्धन गरी न्यायालयलाई छिटो छरितो पहुँच योग्य बनाइएको छ। वडा कार्यालयहरूमा वडा महिला सञ्चालन गठन गरी महिला सशक्तिकरण लैङ्गिकताका आधारमा हुने हिंसा नियन्त्रण तथा महिलाको बहुपक्षीय क्षमता विकास गर्न महिला सञ्चयलाई क्रियाशील बनाइएको छ। स्थानीय तहको विवाद समाधान गर्न देशभरिका न्यायिक समितिका पदाधिकारीहरूको सहभागितामा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरी न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन तथा न्याय सम्पादन प्रक्रियालाई एकरूपता कायम गर्न विभिन्न 5 कार्यपत्रमा छलफल गरी 11 बुधे न्यायिक समिति काठमाडौँमा घोषणा 2079 जारी भएको थियो। अदालत तथा न्यायिक निकायहरूमा कार्यालयको तर्फबाट हुने न्यायिक प्रतिरक्षा प्रभावकारी बनाइएको छ। महानगरपालिकाद्वारा जारी गरेको स्थानीय कानुनको आवश्यकता अनुसार संशोधन परिमार्जन तथा एकीकरण गरिएको छ। महानगरपालिकाबाट गैर सरकारी संस्था मार्फत गरिने विभिन्न क्षेत्रगत सामाजिक कार्यहरूलाई थप व्यवस्थित संस्थागत र उपलब्धिमूलक बनाउन आवश्यक देखिएको हुँदा त्यस्तो कार्यक्रमहरू उपप्रमुख सामाजिक कार्य अन्तर्गत प्रतिस्पर्धाको माध्यमबाट 204 सामाजिक संस्था मध्येबाट 88 वटा संस्था छनौट गरी कार्य सम्पादन गरिएको छ। असहाय व्यवहारिस तथा सडक सहयोग अपेक्षी मानव उद्धार उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रमसँग निरन्तर सहकार्य भइरहेको छ। असहाय व्यवहारिस तथा सडक सहयोग अपेक्षी मानव उद्धार उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रमसँग निरन्तर सहकार्य भएपछि अहिले धेरैजनाको उद्धार भइसकेको छ। गणेशमान सिंह, मनमोहन अधिकारी, साधना प्रधान, मङ्गलादेवी सिंह र मदन भण्डारी स्मृति प्रतिष्ठान मार्फत विभिन्न सामाजिक उत्थानशीलता प्रवर्धन सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सङ्कटग्रस्त सहकारीलाई सङ्घ प्रदेश र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनका लागि संस्थागत प्रवर्धन मिलाई सुधारका लागि नीतिगत प्रबन्ध मिलाइएको छ।
महानगरपालिकाका 16 वटा बाजुमा नयाँ वरुण यात्रा शाखा विस्तार गरी सञ्चालनमा ल्याइएको छ। दमकल छिर्न नसक्ने वडा साँघुरा गल्लीहरूमा फायर हाइड्रेन्ट जडान गरिएको छ। विपन्न व्यवस्थापनका लागि स्थापित महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप प्रभावकारी बनाई सञ्चालनमा ल्याइएको छ। भवनको नक्सा पास प्रक्रियालाई सरल र सहज पारदर्शी बनाउन अनलाइन मार्फत मात्र नक्सा दर्ता प्रक्रिया सुरु गरिएको विद्युतीय भवन अनुमति प्रणालीलाई प्रभावकारी बनाई डिजिटल सिग्नेचरलाई कार्यान्वयनमा ल्याइएको छ। 5000 वर्ग फिटको नक्सा पास वडाबाट नै गर्ने प्रक्रिया थालनी गरिएको छ। नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागबाट सम्बोधन गरी जारी गरिएको नेपाल राष्ट्रिय भवन संयुक्त 2070 नेपाल नेसनल बिल्डिङ सेमिक डिजाइन अफ बिल्डिङ इन नेपाल पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ। भूमिगत वा भुइँ तल्लामा पार्किङ वा भण्डार जुन प्रयोजनका लागि भवन निर्माण गर्ने स्वीकृति लिएको हो त्यसबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ। अन्य प्रयोजनमा रहेको 85,558 वर्ग फिट भूमिगत क्षेत्रफललाई खाली गरी भूमिगत पार्किङ क्षेत्र कायम गरिएको छ। त्यसैबिन काठमाडौँ महानगरपालिकाबाट प्रभाव हुने सार्वजनिक सेवामा सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी विद्युतीय सूचना सुशासन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण कार्य भइसकेको छ। त्यसैबिन यी त भए मेयर बालेन्साले गरेका केही काम। यसका साथै मेयर बालेन्साले काठमाडौँ महानगरपालिकामा धेरै चमत्कारिक विकास गरेका छन्। यतिखेर सडक पेटी राम्रो देखिन थालेको छ। सडक पेटी खुल्ला भएका छन् भने सडकमा धुलो धुवाँ देख्न पाइँदैन र नदीहरू सफा गर्ने काम मेयर बालेन्साले गरिरहेका छन्।